आज मैले क्लास 12 सिभिल इन्जिनियरिङको फ्लुइड मेकानिक्स सब्जेक्टको मोडल क्वेसन सेटलाई लिएर आएको छु। सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईलाई पुरानो एक्जामको क्वेसन पेपर साथै मोडल क्वेसन सेट चाहिन सक्छ। त्यसको लागि यहाँ तल स्क्रिनमा देखाएको नम्बरमा तपाईहरुले मलाई WhatsAppमा मेसेज गर्न सक्नुहुनेछ। हाम्रो फ्लुइड मेकानिक्सको फुल मार्क्स चाहिँ 50 हुन्छ, टाइम 2 आवर्स दिएको हुन्छ। Candidates are required to give their answer in their own words as far as possible. The figure in the margin indicate full marks. तपाईहरुले फिगर बनाएर गर्नु भयो भने चाहिँ तपाईहरुको फुल मार्क्स इन्डिकेट गर्छ। अनि हाम्रो ग्रुप ए मा 9 वटा एमसीक्यू दिएको छ। हामीले सबै क्वेशन अटेम्प्ट गर्नुपर्ने हुन्छ। हाम्रो यो एमसीक्यू चाहिँ अलिक ब्लर छ। ग्रुप बी मा चाहिँ सर्ट आन्सर क्वेशन छ, 5 वटा छ, 25 मार्क्स को हुन्छ। अनि a force of 3 Newton per unit area m square is required to pull a flat plate placed at a distance of 0.03 meter from a fixed plate with the speed of 0.4 meter per second. Calculate the viscosity of fluid between the plates. अनि 11 मा derive continuity equation. 12 नम्बरमा न्यूमेरिकल दिएको छ। अनि 13 नम्बरमा पनि न्यूमेरिकल दिएको छ। 14 मा पनि न्यूमेरिकल दिएको छ। क्याल्कुलेट स्पेसिफिक एनर्जी, क्रिटिकल डेप्थ एन्ड क्रिटिकल भेलोसिटी। ग्रुप सी मा 2 वटा लङ आन्सर क्वेशन छ। 8 मार्क्सले 16 मार्क्स क्यारी गर्छ। लङ आन्सर क्वेशन स्टेट बर्नौलीज थ्योरम, डिराइभ बर्नौलीज इक्वेशन फर अ इनकम्प्रेसिबल फ्लुइड इन स्टेडी फ्लो, derive the equation for discharge through an orifice, or derive the expression to find the discharge through a rectangular noise. यो सबै क्वेशनहरु तपाईहरु सबैजनाले प्र्याक्टिस गर्नुभयो भने तपाईहरु सबैजनालाई एक्जामको लागि प्रिपरेसन हुनेछ। तपाईहरु सबैजनालाई बेस्ट अफ लक।